नमस्ते सबैजनालाई। आरामै हुनुहुन्छ? म पनि ठिकै छु है। आज के भयो थाहा छ? हाम्रो कम्पनीमा चाहिँ राया सेलिब्रेसन थियो होइन। रायाको सेलिब्रेसन थियो, पार्टी थियो, त्यसमा लकी ड्र पनि थियो होइन। प्रोग्राम स्टार्ट भयो 5 बजेबाट है। 5 बजेबाट स्टार्ट भयो। अनि म चाहिँ यहाँ प्लानमा थोरै कामहरू भएको हिसाबले अलिकति ढिला पुगेँ होइन। तर लकी ड्रमा चाहिँ फर्स्ट प्राइज चाहिँ मेरो नाममा आएको थियो अरे कि। विशाल गदा भन्ने फर्स्ट प्राइज हो भएको नि। म त पछि सुनेर चाहिँ के गर्ने, ब्याड लक, त्यति बेला पुगेन म। ठिकै छ, अब अलिकति नराम्रो फिल भयो यार मलाई। किन भन्दाखेरि विगत 1-2 दिनदेखि अलिकति मेरो भाग्यमा परेको, मेरो भागमा परेको कुराहरू चाहिँ खोसिँदै गइरहेको छ क्या। यो पनि लगभग त्यस्तै नै भइरहेछ, के भइरहेछ थाहा छैन होइन। अनि जे होस्, यो पनि खोसियो भन्दा नि भयो, खोसियो यो पनि। अब अनि सुन्नेहरूले पनि एकचोटि फोन गरेर नि बोलाइदिएन क्या फेरि मलाई। हुन्छ नि, जसले सुन्नुभएको थियो एकचोटि एटलिस्ट फोन गरेर बोलाइदिएको भए त म त पुग्थेँ त्यहाँ। मेरो नाम आयो अराउन्ड 5 बजीतिर होला, मेरो नाम आएको थियो। म पुगेँ त्यहाँनिर 5:40 होइन, 40 मिनटै ढिला भएँ। त लकी ड्र हो, म मात्रै होइन धेरैजना त्यस्तो हुनुभयो। उहाँहरूलाई त्यस्तो धेरै टिकट त छैन। अब प्राइज भन्नु साथै अब खतरा टाइपको चाहिँ होइन फेरि, तर प्राइज भनेको चाहिँ प्राइज नै हो गाइस फेरि होइन। सो त्यही हो, त्यही मात्रै भएको हो होइन। प्राइज भनेको चाहिँ प्राइज नै थियो, अब गयो। त्यो पनि अरूको चाहिँ कस्तो भन्दाखेरि अब अरूलाई त्यस्तो नराम्रो नलागेको चाहिँ उहाँहरूको चाहिँ अब 2nd, 3rd, 4th थियो होला। तर मेरो चाहिँ फर्स्ट प्राइज के लकी ड्र स्टार्ट भन्नु साथै फर्स्टमा नै मेरो नाम आएको थियो अरे कि। अनि म त वाह भयो नि, पछि हुँदा त अनि के गर्ने। अब छैन मेरो भाग पनि कसैले लगिदियो गाइज। त्यही हो, त्यही भएको थोरै स्याड छु। तर सोचि चाहिँ राखेको छु किन होला मेरो भागमा परेको कुराहरू 2-3 दिन अगाडिदेखि केही कुराहरू पनि खोसिरहेको छ भन्ने चाहिँ लागिरहेको छ। त्यति मात्रै हो है।